आसियान है आसियान पहिला चाहिँ आसियान भनेको के हो पहिला बुझौँ। आसियान भनेको दक्षिण पूर्वी एसियाली राष्ट्रको आर्थिक सामाजिक राजनीतिक र स्थायित्व कायम गर्नका लागि चाहिँ यी देशहरूबीच एउटा सङ्गठन निर्माण गरेको छ जसलाई के भनिन्छ आसियान भनिन्छ। के गरिन्छ यसको मुख्य उद्देश्य के हो दक्षिण पूर्वी एसियाली राष्ट्रको आर्थिक सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नु रहेको छ। क्या हेर्नुहोस् त विभिन्न किसिमका यी देशहरूबीच भएका समस्याहरूलाई समाधान गर्न अथवा चाहिँ विश्वमा भएका घटनाहरूलाई चाहिँ मध्यनजर गर्दै राष्ट्रिय एकता र चाहिँ राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्नका लागि यिनीहरूले के गरेका छन् भने चाहिँ यो चाहिँ यसको निर्माण गरेको हो भन्न सकिन्छ। राष्ट्रिय एकता राष्ट्रिय अखण्डता यसको चाहिँ यो छुट्टै कुरा भयो हैन। अब चाहिँ यसको अवधारणा कहिले आएको थियो अवधारणा सर्वप्रथम अवधारणा है अवधारणा भनेको चाहिँ अवधारणा सन् 1961 मा के गरेको थियो यसको चाहिँ आसियानको अवधारणा आएको थियो। आसियानको अवधारणा चाहिँ आइसकेपछि स्थापना भनेको चाहिँ 1967 अगस्त 8 मा चाहिँ के भएको थियो यसको चाहिँ के गरेको थियो चाहिँ आसियानको स्थापना भएको थियो। आसियानको 1967 अगस्त 8 मा चाहिँ स्थापना भएको थियो। अनि त्यसैले चाहिँ यसका आधारमा हरेक वर्ष यसका आधारमा हरेक वर्ष अगस्त 8 मा आसियान के भनिन्छ आसियान के दिवस मनाइन्छ है। आसियान दिवस कहिले मनाइँदो रहेछ हरेक वर्ष चाहिँ त्यसमा चाहिँ के गरिँदो रहेछ आसियान चाहिँ अगस्त 8 मा आसियान दिवस अवधारणा ल्याउने व्यक्ति अवधारणा ल्याउने व्यक्ति मलेसिया तत्कालीन प्रधानमन्त्री कौन भन्दाखेरि चाहिँ तत्कालीन दातुक रहमान तपाईले दातुक सम्झे पनि भयो है। यसको चाहिँ सर्टकट नाम लेख्यौं दातुक रहमानले के गरेका थिए यसको चाहिँ आसियानको चाहिँ के गरेका थिए आसियान अवधारणा ल्याएका थिए जसमा चाहिँ संस्थापक राष्ट्रहरू कति छन् संस्थापक राष्ट्र 5 वटा नि पछि थपिका 6 वटा अनि हाल टोटल कतिवटा जम्मा सदस्य राष्ट्र 11 वटा छन्। अनि धारा 55 वटा रहेका छन्। उद्देश्य 15 वटा रहेका छन्। सिद्धान्त 2 वटा रहेका छन्। अङ्ग 3 वटा रहेका छन्। यसरी के गरेको थियो आसियानको चाहिँ अगाडि बढेको छ भन्न सकिन्छ। हेर्नु चाहिँ अब चाहिँ आसियानका त्रिमूर्ति भनेर चिनिने देश चिनिने देश कुन हो एउटा भनेको चाहिँ थाइल्यान्ड इन्डोनेसिया मलेसिया। आसियानको प्रधान कार्यालय कहाँ छ हेर्नुहोस् है। आसियानको प्रधान कार्यालय यो माथिको यो है आसियानको प्रधान कार्यालय
आसियाको प्रधान कार्यालय इन्डोनेसियाको जाकार्तामा। इन्डोनेसियाको जाकार्ता जाकार्तामा के अरे चाहिँ इन्डोनेसियाको जाकार्तामा के रहेको छ, आसियानको के रहेको छ चाहिँ आसियानको प्रधान कार्यालय रहेको छ भनेर हुन्छ। आसियानका +3 भनेर चाहिँ आसियान 3 राष्ट्र सदस्यता नभएका पनि नभए तापनि के अरे चाहिँ आसियानको +3 राष्ट्र भनेर चाहिँ कुन कुन चिनिन्छन्? जापान, चीन र दक्षिण कोरिया। यिनीहरू चाहिँ सदस्यता नभए पनि तर चाहिँ यिनीहरू के अरे सहयोग गरेका छन् भन्न सक्यो है। अनि अर्को भनेको चाहिँ आसियानका चाहिँ 5 वार्ताकार राष्ट्र हेर्नुहोस् है। आसियानका 5 वार्ताकार राष्ट्र हेर्नुहोस् त, आसियानका 5 वार्ताकार राष्ट्र कुन कुन हुन्? एउटा चाहिँ जापान, अस्ट्रेलिया, के अरे चाहिँ जापान, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र अर्को के रहेको छ? न्युजिल्यान्ड। न्युजिल्यान्ड गरेका कतिवटा छन्? 5वटा राष्ट्र। यिनीहरू चाहिँ के रहेका छन् चाहिँ वार्ताकार 5वटा राष्ट्र भनेको चाहिँ यिनीहरू के रहेका छन्? यो भनेको चाहिँ आसियानका 5वटा वार्ताकार राष्ट्र भनेर चाहिँ के गरेका छन्? चिनिएको छ भन्न सक्यो है। अनि हामीले चाहिँ अरू के छ भन्दाखेरि चाहिँ यो अगाडिको भयो हेर्नुहोस् है। आसियानका त्रिमूर्ति भनेर चिनिने देश भनेको चाहिँ थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया रहेका थिए। अनि आसियानको प्रधान कार्यालय भनेको इन्डोनेसियाको जाकार्तामा यसको चाहिँ प्रधान कार्यालय रहेको छ। आसियानका चाहिँ +3 भनेर चाहिँ जापान, चीन, दक्षिण कोरिया चिनिन्थ्यो भनेर चाहिँ आसियानका 5 वार्ताकार राष्ट्र भनेर चाहिँ कुन कुन वार्ताकार? जापान, अनि चाहिँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा र चाहिँ न्युजिल्यान्डको 5वटा वार्ताकार राष्ट्रहरू रहेका छन् भनेर भनिन्छ। अनि चाहिँ यो भयो होइन। अब हामी यता देखौँ, यसलाई चाहिँ एउटा टेबलबाट चाहिँ गरौँला। यसो एउटा सानो टेबल बनाउँछु मैले। संस्थापक राष्ट्र गरौँ न है। संस्थापक राष्ट्र पछि थपिएका राष्ट्र। हेर्नुहोस् है, यसमा एउटा सूत्र छ हेर्नुहोस् है। यो सूत्र फलो गर्ने सबले ल साथीहरू। यो सूत्र के गर्ने? फलो गर्ने। संस्थापक राष्ट्र कति थिए? आसियानका पछि थपिएका राष्ट्र के हुन्? पहिला थपिएका संस्थापक राष्ट्र भनेको चाहिँ एउटा सूत्र ल्याउनु तपाईँले, थाइमोफिसी। यिनीहरू कहिले आएका थिए? 1967 अगस्त 8 यिनीहरू के गरेका थिए? आएका थिए। थाहा भनेको थाइल्यान्ड रहेको छ, थाइल्यान्ड, इभन इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, अर्को भनेको चाहिँ सिङ्गापुर। भनेको चाहिँ यी 5वटा राष्ट्रहरू भनेको के रहेका थिइन्? संस्थापक राष्ट्र हुन् भने पछि थपिएका राष्ट्र भनेको चाहिँ अनि बुम्यालभिकपु भन्यो है। बुम्यालभिकपु भनेको चाहिँ बु भन्ने बित्तिकै के हो? बु भन्ने बित्तिकै बुर्नाई है, बुर्नाई एक। अनि म्या भनेको म्यानमार, अनि ल भनेको बुम्याला है, लाओस। भियतनाम
अनि क भनेको कम्बोडिया, कम्बोडिया है। कम्बोडिया पछि भी क भनेको चाहिँ कम्बोडिया, पु भनेको चाहिँ पूर्वी है, पूर्वी टिमोर, पूर्वी टिमोर भनेर चाहिँ पाँचवटा चाहिँ के रहेका थिए, संस्थापक राष्ट्रहरू रहेका छन् होइन, के अरे पछि थपिएका राष्ट्र थिए। अब हेर्नुहोस् है साथीहरू, यसमा पनि तपाईँले एउटा कुरा के छ भन्दाखेरि चाहिँ जुन यो पूर्वी टिमोर छ नि, यो भनेको चाहिँ 47औं चाहिँ के अरे पूर्वी टिमोर 47औं सम्मेलनबाट आएको छ है। 47 सम्मेलन कहिले भएको थियो? 2025 अक्टोबर कतिमा? 26 देखि 28 सम्म चाहिँ मलेसियामा भएको थियो। जुन हालसालैको कुरा हो, 2025 चाहिँ के भएको छ भन्दाखेरि चाहिँ मलेसियामा के भएको थियो, सम्मेलन 47औं सम्मेलन भएको थियो। त्यसबाट चाहिँ के भएको छ, पूर्वी टिमोरलाई सदस्य दिएको छ। तर चाहिँ के गरेको छ, अरू चाहिँ राष्ट्रहरूलाई चाहिँ के गरेको छ, पूर्वी टिमोर र पपुवा न्युगिनी थिए दुईटा चाहिँ पर्यवेक्षक राष्ट्र। पपुवा न्युगिनी सदस्यता भएको छैन, तर पूर्वी टिमोरलाई के गरेको छ, आसियानको सदस्यता दिएको छ है सरी। अनि यसलाई चाहिँ कहिले दिएको रहेछ, पूर्वी टिमोरलाई चाहिँ के चाहिँ सदस्यता होइन, पूर्वी टिमोर, पूर्वी टिमोर टिमोर सन् 2025 अक्टोबर 26 मा 47औं सम्मेलनबाट सदस्यता पाएको। हेर्नुहोस् है साथीहरू, 47औं सुबाट के गरेको छ, यसले पनि सदस्यता पाएको थियो। मार्क डस्टर भयो अनि सदस्यता भएको पाइन्छ है साथीहरू। एउटा डस्टर ल्याउँछु ल। अब हामी चाहिँ के गरेर चाहिँ 47 डस्टर ल्याएर छैन रहेछ, त्यही गरेर चाहिँ त्यो हेर्नुहोस्। अब हामीले के भन्दा चाहिँ थाईमा फिसी भन्ने एउटा सूत्र रहेछ, यो सूत्र है साथी। यो थाईमा फिसी भन्ने सूत्र रहेछ, बुम्याला भिक भन्ने चाहिँ अर्को सूत्र छ, अनि बुम्याला भिक पु भन्ने रहेको छ, जसबाट चाहिँ थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर अनि यिनीहरू देशहरू भनेको चाहिँ संस्थापक राष्ट्र र चाहिँ ब्रुनाई, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र चाहिँ पूर्वी टिमोर भनेको चाहिँ पछि चाहिँ संस्थापक राष्ट्र भएका थिए। अनि यो उसै पनि राष्ट्र चाहिँ आएको छ है। यो पूर्वी टिमोर सबैभन्दा पछि सदस्यता प्राप्त गरेको राष्ट्र हो। अब नेपालसँगै युएनओको सदस्यता लिने राष्ट्र कुन कुन हुन् त हेर्नुहोस् है, यो एकदमै धेरै पटक सोधेको क्वेसन हो। युएनओसँग नेपालसँगै युएनओको सदस्यता प्राप्त गर्ने राष्ट्र, नेपाल सँगै युएनओको सदस्यता प्राप्त गर्ने आसियानका राष्ट्र, आसियानका राष्ट्र चाहिँ लाओस र के हो, लाओस र कम्बोडिया। आसियानको एकमात्र भूपरिवेष्टित राष्ट्र अर्को, आसियानको एकमात्र भूपरिवेष्टित है राष्ट्र। भूपरिवेष्टित राष्ट्र कुन हो चाहिँ, एकमात्र भूपरिवेष्टित राष्ट्र भनेको चाहिँ लाओस रहेको छ है, लाओस। अब चाहिँ त्यो टेबल पनि हेर्ने हो साथीहरू होइन। अब हामीले यतातिर थोरै गर्छु के अरे वडापत्रतिर जाउँ है। आसियानका वडापत्रमा कहिले चाहिँ हस्ताक्षर भएको थियो, कहिलेदेखि लागू भएको थियो? ल, आसियानको वडापत्र कहिले लागू भयो? आसियानका वडापत्र 13औं सम्मेलनले ल्याएको
सन् 2007 2007 है 2007 7 नोभेम्बर 20 मा ओडापत्र हस्ताक्षर भएको ओडापत्र लागू सन् 2008 डिसेम्बर 16 मा ओडापत्र लागू धारा भएको सहयोग क्षेत्र कति छन् आसियानका सहयोग क्षेत्र भनेको यसले लेखिदिनु ल आसियानका सहयोग क्षेत्र सहयोग क्षेत्र 14 वटा रहेका छन् आसियानका सहयोग क्षेत्र पनि के रहेछन् 14 वटा सहयोग क्षेत्र रहेका छन् भनेर चाहिँ के गरेको छ यो चाहिँ हामीले चाहिँ उ गरेको छ है साथीहरु यति छ आसियानको बारेमा चाहिँ यसबाहेक चाहिँ अरु चाहिँ लोकसेवामा सोध्ने भनेको म्याक्सिमम क्वेशन भनेको चाहिँ यति नै हो आसियानबाट अब हामी अब चाहिँ अर्कोको लागि यसबाहेक अन्य टपिक्सको लागि हामी अर्कोचोटि भेट्नेछौँ हस्त धन्यवाद नमस्कार